इन्टरनेसनल फिल्म सिटी जाँदैछौँ। तर यहाँ यो भिड देखेर, डरलाग्दो भिड देखेर मनै सिरिङ्ग हुन्छ। त्यसलाई भिड देखाइदिन्छु। हेरौँ, हामी गुराँस सिजन, खास गुराँसको सिजन भएर पनि आएको हो। पारिपट्टि पहेँलो पहेँलो पिङ्क पिङ्क भन्छ यसलाई, सेतो र पिङ्क मिसिएको गुराँस लट्टम्म फुलेको छ, पातलो छ। तर यो भिड हेर्नु पनि यहाँ छेउसम्म जान पनि डर लाग्दछ। यहाँ पनि छ गुराँस त। पारिपट्टिको त ढुङ्गा, मुनितिर झन् साथीहरू हेर्नु त, ठड्डो भिड। ओ तलसम्म छ। सिरियसको इभी गाडी लिएर आइयो यात्रामा। बाटो अलिकति पिचै छ भन्ने छ माथिसम्म। हेरौँ कहाँसम्म जान्छ, जहाँसम्म जान्छ त्यसपछि हिँड्ने प्लान छ हाम्रो। बुढाबुढी मात्रै आएको छौँ। गुराँस चाहिँ यता पनि अलिअलि फुलेको अवस्था। माथि गएको छ भनेको छु ल। बादल हो पहाडको माथिमा फैलिएर बादल जस्तै बादल हो म बादल हो भएर लाली गुराँस पनि छ। लाली गुराँस चाहिँ बाटो यस्तो डेन्जर छ, ठाड्रै छ, ठाड्रै हिरो लगाइरहेछ। बाटो साँघुरो छ तर पिच गरिदिएको रहेछ। बाटो त ठाड्दै ठाड्दै, सानो गाडीलाई त गाह्रो गाह्रो रहेछ तान्नलाई। अल्टो सल्टोलाई तान्न त गाह्रो छ, हाम्रो लोड पुरै मान्छे राखेर तान्न। त्यही हेर्नु त कोही आएको छैन। बाइकहरू पनि कुहिरो लगाएर छपक्कै छ। लाली गुराँस हेर्न आएको, लाली गुराँस त छैन, कुहिरो लगाएर छपक्कै छ। इन्टरनेसनल फिल्म सिटी जाने बाटो चाहिँ पिचै रहेछ साथीहरू। तर यो लाली गुराँस पुरै लाली गुराँसको बोट छ दायाँ बायाँ, तर फुलेको चाहिँ छैन। यो कुन ठाउँमा आयो भन्दा यो सिन्दुरे खोला, यता देख्नु सिन्दुरे खोला भन्ने ठाउँमा आइएछ। अब यहाँ 2 किलोमिटरमा हामी फिल्म सिटी इन्टरनेसनल पुगिन्छ भनेको छ। आधा किलोमिटर जति भनेको छ कि अब चार्ज नभएको, के अरे उस नभएको, पिच नभएको भनेको छ। हेरौँ, लेटेस्ट सी। सानो खोल्सो रहेछ, खोल्सो मजाको रहेछ खोल्सो। कति सफा पानी हेर त, पानीको शुद्धता चाहिँ। हामी लगभग 25-26 मिटर हाइटमा आइसकेका छौँ। दोलखाको फिल्म सिटी इन्टरनेसनल जाँदैछौँ साथीहरू। डाङडुङ्गे डाँडा भन्ने पहिलो गन्तव्यसम्म पुग्नलाई 1 किलोमिटर बाँकी रहँदा चाहिँ पिच रहेनछ। पिच नभए नि बाटो यो त राम्रै थियो। एक ठाउँमा चाहिँ अलिकति खाल्टो भयो र एकदम ठाडो उकालो भएको ठाउँमा गाडीले तानेन, इभी गाडीले। र हामी गाडी त्यहीँ साइडमा लगाएर अब हाइकिङ सुरु गरेका छौँ। डाङडुङ्गेसम्म 1 किलोमिटर लेखाएको छ, त्यहाँबाट आधा किलोमिटर जति फेरि अझै माथि होला, गर्दा 1.5 किलोमिटर जतिको हाइकिङ हुने भयो। मेरो वाइफ यता हेरिदिनुहोस् त, रिसाएर मुख फुलाएर बसेछ गाडीले तानेर भनेर। मैले भाइ घिसार्दै लाँदैछु, के गर्नु साथीहरू, यस्तै हो एउटै बुढी भएपछि। हामी अहिले लगभग 3100 प्लसमा आइसकेका छौँ। हेर्न सक्नुहुन्छ ठाउँ ठाउँमा हिउँ परिसकेको छ। बाटैमा पनि
यो हिउँको अगाडि पनि मेरो बुढी अलिक काली जस्तो देखिँदो रहेछ र ठिकै छ जस्तै भयो नि मेरो राम्रै हो बुढी हेर्न सकिन्छ है यी सजिलै छिर्छ दलदल जस्तो रहेछ ओ डेन्जर माई लाइफ इज डेन्जर यो जम्मै गुराँसको फुल हो हामी गुराँस पनि हेर्न पाइन्छ भन्ने उसले आएको थियौँ तर गुराँस एकदम पातलो फुलिराखेको छ तर जम्मै यो देखिएको जति लगभग सानो बोटहरू सबै गुराँस हो हेर्न सक्नुहुन्छ चारैतिर हामी अहिले चैतको 13 गते आज बालेन छाले यतिखेर सायद शपथ लिँदै होला प्रधानमन्त्रीको हामी चाहिँ यहाँ त्यही उपलक्ष्यमा घुम्न आउँदैछौँ प्रधानमन्त्री र मन्त्री परिषदको पूर्ण गठन हुँदैछ त्यसै खुसियालीमा हामी घुम्न आउँदैछौँ अब नयाँ सरकारले फेरि घुम्नको लागि के योजनाहरू ल्याउँछ त्यसमा निर्भर गर्छ हाम्रो छुट्टी कति हुन्छ 2 दिन छुट्टी दिने भनेको छ अहिले हामी 2 दिन छुट्टीको अवसरमा घुम्न आउँदैछौँ बुढाबुढी बालेन सरकारले फेरि 2 दिन छुट्टी दियो भने आन्तरिक पर्यटनलाई चाहिँ यसले राम्रै टेवा पुर्याउँछ जस्तो मलाई लागिरहेको छ मेरो बुढीको र मेरो वेट पनि अलिअलि घट्छ कि सायद अब यस्तै घुमाइले गर्दाखेरि यो पहाडको माथि माथि हे पहाडको माथि माथि भन्ने गीत पो याद आयो त मलाई ओहो फिल्म सिटी इन्टरनेसनल जानुपर्ने बाटो हिँड्दा हिँड्दा थाकियो यो म्याडमलाई सोध्नु पऱ्यो हेलो म्याडम हेलो ओ जमेको ढुङ्गामा हिँड्छ कि मेरो बुढीलाई बोर भइरहेको छ किनकि लाली गुराँस फुल्दै फुलेन हामी फिल्म सिटी आइपुग्यो फिल्म सिटीको तल्लो भाग दाङडुङ्गे भन्ने ठाउँमा आइयो दाङडुङ्गे 1 किलोमिटर लेखेको थियो हामीले गाडी रोकेको ठाउँबाट यहाँ तल भवन रहेछ के को भवन हो एउटा भवन रहेछ फिल्म सिटी यसरी फिल्म सिटीको नाममा रूपमा डेभलप गरिसकेपछि बाटो पनि अलिअलि बनाइदिनुपर्छ जब 1 किलोमिटर यहाँसम्म ल 1 किलोमिटर मात्र पिच छैन यहाँ आइसकेपछि पार्किङको पनि समस्या छैन खुला चौर छ त्यहाँ पानीको धारा पनि रहेछ पानीको व्यवस्था पनि गरेको रहेछ सबै कुरो व्यवस्था छ बस बाटो चाहिँ त्यति छैन कति लो लगभग अहिले 3200 मिटर प्लसमा आइयो होला हामी म एकचोटि चेक गर्छु अपडेट गर्छु पानी चाहिँ यहीँको खानुपर्छ जस्तो छ हेलो हेलो डट्टी फेल्लो यतातिर हेलो एक झलक देऊ न मेरो बुढी यतातिर थकित मुद्रामा 1 किलोमिटर उकालो हिँड्दाखेरि मेरो बुढी यस्तो भालु पनि लड्ने पहाड छ बाँदरले पनि चढ्न सक्दैन जस्तो छ गुराँसहरू नफुलेर चित्त दुखाइ छ फोर व्हिलर भन्दा आउँदैन है मासतिर चाहिँ डाङडुङ्गेबाट यसो 200 फिल्म सिटीको लगभग माथिल्लो भेगमा आइयो हामी र यसको उचाइ रहेछ लगभग 3200
प्लस 3230 जति देखाएको थियो। माथिसम्म जाँदाखेरि 3240-50सम्म होला। भनेपछि चान्चुन 3200 मिटर हाइटमा चाहिँ फिल्म सिटी इन्टरनेसनल रहेको रहेछ। रातो गुराँस चाहिँ सिजन रहेछ अहिले। रातो गुराँस चाहिँ फुलेको छ, भित्रभित्र मजाले देख्न सकिन्छ। तर यो भिउमा रातो गुराँसभन्दा बढी यो पिङ्कमा सेतो मिसिएको पिङ्क सेतो गुराँस रहेछ। त्यसको चाहिँ फल्ने सिजन चाहिँ वैशाखदेखि सुरु भएर जेठसम्म हुँदो रहेछ। त्यही भएर अहिले गुराँसविहीन भइयो हाम्रो यात्रा। एउटा यहाँको आकर्षण भनेको गुराँस हो भनेर आएको थियौँ हामी। मेरो प्यारी बुढीलाई पनि त्यही फकाउँदै हिँडाएर ल्याएको थिएँ। अब मेरी बुढी को चालामाला हेर्दाखेरि मैं तो तीसरी बार थक गई भइसकेको छ मेरो बुढी। तीसरी बार थक गई। ल उयो माथि पहाड चढ्ने बाटो पनि रहेछ उताको। काठ काट्न होइन, माथि नै जाने ठाउँ पनि रहेछ। तर अब गएर अर्थ छैन, यही बादल हेरे मात्रै हो। हिमाल देखिन्थ्यो यहाँबाट, अब नदेखिने भयो। यहाँबाट मैले सुनेको उस पनि देखिन्थ्यो अरे के, यो कालिम्चोक पनि यही डाँडा यस्तो उतापट्टिको अर्को डाँडा हो नि त, कालिम्चोक भगवती। त्यो पनि नदेखिने भयो। हामीले धेरै कुरा मिस गरे जस्तो लाग्यो। यो कुहिरो लाएर हेरौँ। यसरी 4 व्हिलर लिएर आयो भने त माथिसम्म आउँदो रहेछ। फ्यामिली पिकनिक, ड्राई पिकनिक आउनलाई ठाउँ चाहिँ गजबको रहेछ। चिसो ठाउँ। असाढतिर साउनतिर आइयो भने यहाँनिर मजाले फुलहरू पनि फुलेको देख्न सकिन्छ। कता कति रातो लाली गुराँस चाहिँ फुलेको छ। रातो लाली गुराँस भित्र फुलेको छ। चाहिँ खासै देखिएन। मेरो प्यारी बुढीलाई लिएर फिल्म सिटी इन्टरनेसनलको 3250 जति मिटर हाइटमा आएको छौँ। यो फिल्म सिटी इन्टरनेसनलको यो ठाउँ हो। खासै यहाँ अरू विकासका कामहरू खासै देखिएन। हामी मेन लाली गुराँसैको अनुभव पनि लिन्छौँ र यो चिसोको अनुभव पनि लिन्छौँ भनेर आएको थियौँ। तर चिसो चाहिँ छ, धेरै नै छ। यति छ कि कुहिरो लागेर हामीले यतापट्टि देखिने चाहिँ हिम श्रृङ्खलाको दृश्यहरू पनि हेर्न अवलोकन गर्न सकिएन। लाली गुराँस पनि फुलेको छ, मजाले फुलेको छ। तर कस्तो छ भन्दाखेरि साथीहरू, यस्तो रातो लाली गुराँस जहाँ जहाँ छ त्यहाँ फुलेको छ। यहाँ लट्रम्बै छ बनैभरि। योभन्दा तल्लो भिउमा पनि छ। जुम गरिदिन्छु। यसरी मजाले फुलेको छ लाली गुराँस। तर एकदम पातलो, यो रातो लाली गुराँस चाहिँ एकदम पातलो रहेछ। जसले गर्दाखेरि त्यति राम्रोसँग गुराँसको अनुभव चाहिँ लिन सक्दैन। पिङ्क गुराँस फुल्ने सिजन वैशाखको अन्तिमतिरसम्म आइयो अथवा जेठको सुरुवाततिरसम्म आइयो भने यहाँ बाटोभरि जम्मै गुराँसको बाटो छ। बाटैभरि गुराँसै गुराँस छ। दायाँ बायाँ गुराँसै गुराँस हेर्न पाइने जस्तो माने मैले। तर आउनलाई चाहिँ 1 किलोमिटर जति, यहाँ माथि डाङडुङ्गेसम्म 1 किलोमिटर, यहाँ माथिसम्म आउँदा लगभग 1.5 किलोमिटरको बाटो चाहिँ हाम्रो कच्ची बाटो छ। त्यसमा बाइक चाहिँ आउँछ, यस्तो 4 व्हिलर गाडीहरू चाहिँ आउँछ। सानो गाडीहरूले चाहिँ आउँदैन। त्यो प्रयास नगर्नु होला। हस् त। खेतमा केटी आउँदैछ। त्यसलाई पट्टाएर बिहा गर्न पाएको थियो भने त मजा आउँथ्यो होला। काम लाग्यो घमाइलो। फिल्म सिटी रमाइलो। हेर त त्यो टुप्पामा जानु पर्ने हो। त्यहाँ जाने बुढी बाटो रहेछ क्या, हेर न त्यहाँ पारिपट्टि एउटा सर गएर सट्ट घुमेर जाने अनि माथि जाने अन्त। हो त्यो त अझै हाइटमा रहेछ। उ त्यहाँ माथिसम्म जानु। रेस्ट मुडमा
फिल्म सिटी इन्टरनेसनल 3250 मिटरको हाइटमा रहेछ। 3256 जति, 3250 मिटरको हाइटमा फिल्म सिटी इन्टरनेसनल भनेपछि यो चाहिँ 33-3400 जतिको हाइटमा यो डाँडो थियो होला। यहाँ पनि जाउँ भनेको मेरो बुढीले अलिकति अब्जेक्सन गरी। यो रहेछ फिल्म सिटी इन्टरनेसनल, ठुलो चौर रहेछ। यो धेरै उचाइमा भएको भएर यो कुहिरो बढी लाग्ने। यो अहिले हामी लगभग चैतको 13 गते छ, 13 गते 2 बजेको छ, लगभग 13 गते 2 बजेको अवस्थामा छौँ। यतिखेरसम्म हाम्रो बालेनले, प्रधानमन्त्री बालेन शाहले सायद प्रधानमन्त्रीको शपथ लिइसक्नु भएको छ। त्यही अवसरलाई पारेर रामनवमीको दिन हामी बुढाबुढी एक्लै आफ्नो आफ्नो कस्टमा घुम्न आएको छौँ। कस्ट बेयरिङमा 80% बुढीले र 20% मैले भनेर आएको, तर अब आफै 50-50 भन्दैछ मेरो बुढी, अलिकति माने छैन। त्यो किन भन्दा साथीहरू, हामी दुवैजना कमाउने छौँ। मेरो 50,000 जति छ भने मेरो बुढीको चाहिँ 1 लाख जति छ तलब। त्यही भएको भएर अलिक सेयरिङमा चाहिँ बुढीको चाहिँ अलिक बढी कन्ट्रिब्युसन हुनुपर्छ। बुढीको धेरै कमाइ भने भएर मैले मेरो बुढीलाई साह्रै नै माया पनि गर्छु, पुलपुल्याएर राखेको छु। अघि त मैले बाटामा बोकेको नि हो, हिँड्न नसकेर। बादल कराएर छ, पानी पर्छ। उता गुराँस भएकोसम्म पुगेल। त्यस्तो रिस्क चाहिँ लिनुहुन्न, चप्पल काटेर जाऊ जाने भने। ए यो बहिनीहरूले रिस्की काम गरे झन्, केही पनि हुन्न भनेको यिनीहरू त झन्। फोनबाट खिच्छु।
यो गाइज फिल्म सिटीबाट हामी तल डाङडुङ्गे भन्ने ठाउँमा झर्दैछौँ अनि पानी परेको छ यो समाज एकछिन यहाँ चाहिँ पानी परेको भएर हामी एउटा छाता ल्याइएको थियो र छाता उठ्दै चाहिँ म रुजेर भए पनि मेरो बुढीलाई चाहिँ मैले छाता दिएको छु यो सब गुराँसको फुलहरू हो तर अहिले फुल्ने सिजन छैन छ चैतमा आउँदा पनि नफुल्नु यो हाम्रो दुर्भाग्य हो मेरो बुढी कहिले पनि भाग्यमानी भएन एउटा बुढो मात्रै ह्यान्डसम पायो भन्ने हो अरू केही छैन मेरो बुढीलाई बिचरा फिल्म सिटीको यो डाङडुङ्गे भन्ने ठाउँमा पानीको व्यवस्था रहेछ पानीलाई यहाँ सङ्कलन पनि गरिएको रहेछ सायद पानी सङ्कलन गर्नै होला यहाँ एउटा पोखरी पनि बनाइएको रहेछ पानी चाहिँ जम्मा गरिएको छैन हल्का छ र एउटा घर पनि बनाइएको छ एउटा सानो कटेज छ सायद अहिले बस्ती यहाँ बस्ती नै छैन पहिलो कुरो त र यहाँ बस्नलाई चाहिँ सायद यहाँ अहिले व्यवस्था पनि छ जस्तो लागेन मान्छेहरू छ जस्तो लागेन यहाँ हिउँको थुप्रो परेको छ धेरै चिसो छ गाइज ज्याकेट लगाएको छु मैले अनि यो सैलुङमा थुम्काहरू भए जस्तो यहाँनिर पनि पाटन ठुल्ठुला पाटनहरू यहाँदेखि लिएर हो माथिसम्म धेरै नै रहेछ तलसम्म पनि छ त्यो घरभन्दा तल पनि पाटनहरू देख्न सक्नुहुन्छ यस्ता पाटनहरू ठुलो ठुलो पाटनहरू हामी चाहिँ हेर्न सक्दो रहेछौँ अवलोकन गर्न सक्दो रहेछौँ सो यहाँ फिल्मको धेरै नै जोडीहरू धेरै नै ग्रुपहरू आयो भने पनि यो फिल्म सुटिङ गर्न चाहिँ खासै समस्या चाहिँ रहेनछ तर यसलाई अझै पनि व्यवस्थापन गर्न पुगेको चाहिँ छैन है गाइज यहाँसम्म एटलिस्ट यो डाङडुङ्गे डाँडा भन्नेसम्म गाडीको व्यवस्था गरेदेखि गाडी आउने व्यवस्था गरेदेखि राम्रो चाहिँ हुन्थ्यो गाडी त आउँछ तर पर्यटकलाई भन्दा पनि यो रिजर्भ सिस्टममा 4 व्हिलर गाडी मात्रै आउँछ यहाँनिर हामी फिल्म सिटीबाट तल झर्दैछौँ बाटोमा ल हेर्नुहोस् 3100 मिटरको हाइटमा छौँ होला हिउँ परेर यो माथिको लगभग 3300-3400 को आसपास होला यो माथिको डाँडो चाहिँ मजाले हिउँ परेको अवस्था रहेको छ हेर्नुहोस् जम्मै हिउँ परेको छ ढुङ्गाको कापमा यहाँ भयङ्कर ठुलो ढुङ्गा छ ढुङ्गाबाट हल्का पानी रसाइरहेको छ यो सायद शीतको पानी हो या शान्ति नमुल नै छ थाहा भएन तर गजबले पानी परेको बेला उत लाग्ने गर्ने छ ठाउँ कोप्टो परेको ढुङ्गा प्रशस्त छ एउटा पहेँलो चरी यो जङ्गलमा भेटिएको छ ऊ अगाडि अगाडि गुराँसको फुल टिपेर हिँडिरहेको छ खरीढुङ्गा खडिचौर हुँदै फेरि आज हामी टुकुचे घर के अरे सुकुटे घर बस्ने
रहेछ ल हौ अघि कुहिरो लाएर नदेखि होला यताबाट खिच्नु बाटो त अघि त बाटो यहाँ अलिकति माटो नराखिदिएको भए त खत्तमै रहेछ बाटो अलिक डेन्जर रहेछ छ पिकअप राम्रो नहुने गाडीलाई यहाँ गाह्रै छ बाइक केही पनि झ्याप्प नतान्ने ठाउँ रहेछ यो टाढो भिरालो यहाँनिर अझ बिग्रेको ठ्याक्कै यो गेटनिर मात्रै अलिक समस्या रहेछ माथि त जम्मै पिच छ हामी 5 किलोमिटर गइयो होइन 1.5 किलोमिटर हिँडियो यहाँबाट लेफ्ट गइयो भने गयो चरीकोट अब हामी जाँदैछौँ 22 किलोमिटर 21 किलोमिटर अब जाऊ